हुन्छ माइक चेक गरेर हेलो खास त हामीले चाहिँ सामुदायिक भवन बनाइरहेको जुन चाहिँ हाम्रो पालिकाले 5 लाख रुपियाँ दिए बाँकी चाहिँ हाम्रो डिजाइन छ हामीले बनाउने भनेको अनुसार 17-18 लाख लाग्ने भएको छ त्यसको लागि हामीले हाम्रै वडाबाट चाहिँ हामीले जति सक्दो उति सहयोग सङ्कलन गरौँ भवनको लागि अपुग रकम कसरी सङ्कलन गर्ने भनेर त्यही विषयमा छलफल गर्ने भनेर कुरा राखेको हो मिटिङमा त्यसपछि हामीले चाहिँ अब जति सक्छ दिनेले त दिनुहुन्छ यदि केही रकम अलि धेरै नै दिनु हुनुले धेरै रकम दिनेलाई चाहिँ सम्मान स्वरूप चाहिँ हामीले उहाँहरूले कुनै यदि कसैले एउटा कोठा बनाइदिन्छु मैले त्यो कोठा बन्न पुग्ने रकम गर्छु भन्नुहुन्छ भने त्यो कोठा उहाँहरूको कक्षमा अथवा उहाँको कोही आफन्त पितृहरूको नाममा चाहिँ हामीले यो कोठा चाहिँ उहाँको भनेर चाहिँ त्यो सम्मान स्वरूप राखिदिँदाखेरि कस्तो होला भनेर चाहिँ त्यही विषयमा अनि बाँकी चाहिँ अब अरू सल्लाह के कस्तो आउँछ सबैलाई कतिको लाग्छ खुसी लाग्छ कि लाग्दैन जस्तो हामीले अहिले पैसा सङ्कलन गरिराखौँ किन ग्रुपमा मात्रै भन्ने कुरा पनि आउँछ होला यसलाई चाहिँ हामी सबै कोही देश बाहिर कोही यहीँ भएर पनि सबैको आफ्नो काम छ नि त त्यसले गर्दा चाहिँ त्यो भएको जुन सङ्कलन रकमलाई हामीले ग्रुपमा मेसेज गरिहाल्छौँ बाँकी चाहिँ हामीले 20जना जतिको लिस्ट बनाएर त्यसपछि पब्लिक गरौँ कि भनेर त्यो पनि सल्लाह गरौँ कि भनेरै हो अब कतिलाई त लाग्न सक्छ नि त पैसा सङ्कलन भयो ग्रुपमा भन्ने मेन त पैसा पुग्छ कसरी सङ्कलन गर्ने भन्ने कुरा विषयलाई नै छलफल गरौँ भनेर हो हजुर त्यही त मैले अलिकति थोरै थपिहालेँ त्यही त अब अरू ठाउँमा पनि यस्तो चाहिँ गरिरहेको हो अलिकति अब मानिलिउँ 1 लाख अथवा 2 लाख त्योभन्दा बढी दिने मान्छेहरू चाहिँ म चाहिँ यति पैसा हाल्छु मेरो अब मेरो नाममा चाहिँ अथवा मेरो पितृको नाममा अथवा कसैको नाममा चाहिँ रुमलाई चाहिँ एउटा कक्ष बनाएर राखिदिएर सम्मान स्वरूप चाहिँ फोटोहरू झुन्डाएर त्यसरी अब अहिले वडा कार्यालयहरूमा गरेको हिसाब जसरी नै हिसाबले गर्दाखेरि के हुन्छ त्यसरी गर्दाखेरि पछि विरोध आउला कि नआउला कि एकजनाले 1 लाख हाल्छु भने मैले योभन्दा बढी हाल्छु मेरो नाममै भवन गर्दै भन्ने पनि हुनसक्छ त्यही भएर चाहिँ पहिला हामी एउटा समितिमा चाहिँ सल्लाह गरौँ एउटा यो ग्रुपमा सल्लाह गरेर समितिमा चाहिँ प्रस्ताव राखौँ यो प्रस्ताव चाहिँ हामीबाट ओके भयो भने चाहिँ पछि विरोध आयो भने पनि खासै फरक नपर्ला भन्ने हिसाबले सुरु गर्ने भन्ने भयो त्यही भएर आज सकेसम्म धेरैजनालाई जोइन गराएर यो कुराहरू चाहिँ प्रस्ताव राखौँ भन्ने भएको थियो अब खासै समयको नमिलेर पाबन्दी नमिलेर सबैजना जोइन हुनु भएन अब यति नै भएको मान्छेबाट पनि के कस्तो हुन्छ त्यसो गर्दा के होला भन्ने चाहिँ एकचोटि सुझाव दिनु होला नत्र भने पैसा चाहिँ अलिक धेरै नै अपुग हुने भयो यत्तिकै अब यो पैसा त आउला आउन त 2-5 हजार गरेर अलिअलि चाहिँ आउँछ नआउने चाहिँ होइन तर केही समय लाग्ला अहिले हामीले आजसम्म गरेको काममा 8,31,000 जतिको काम चाहिँ सम्पन्न भइसकेको छ त्यसमा हामीसँग उता गाउँपालिकाबाट आउने 5 लाख बाहेक अहिले 1,28,000 भने कति 1,28,000 समथिङ पैसा चाहिँ आजको मितिसम्म जम्मा भएको छ त्यसले आधा पनि त्यो नपुग्ने भएको हुनाले चाहिँ अझ 2 लाख लगभग चाहिँ अहिलेको यो पहिलो चरणमा नै 2 लाख चाहिँ चाहिहालेको छ त्यसलाई चाहिँ कसरी सङ्कलन गर्ने भन्ने कुरा भइरहेछ अब सबैजनाले अब अहिले हामी राखेकोले नै थप्ने अलिअलि थपेर गर्ने हो कि अथवा चाहिँ कहीँबाट केही गर्ने हो कि अर्को बजेट ल्याउनलाई अब यो हिउँदे बजेट नआउने भएको हुनाले त्यो अर्को बजेट कुर्नसम्मको लागि चाहिँ अलिकति गाह्रो पर्ने हो कि काम नै रोकिने हो कि भन्ने जस्तो भयो मेन अहिले गर्न लागेको तलको काम मात्रै पुरा गर्न पाइयो भने एक ढङ्ग मात्र हानेर पुरा गर्न पाइयो भने त्यसपछिको नयाँ बजेटहरूमा पनि थप्दै गर्न चाहिँ मिल्छ तर सुरुवाती चरणलाई चाहिँ कसरी सम्पन्न गराउने भन्ने चाहिँ त्यो चाहिँ अहिले प्रस्ताव गरौँ भनेर हो अब दाइहरूलाई के कसो लाग्छ अब केपी दाइले पनि के लाग्छ एकचोटि कुरा गर्नुहोस् त्यही त हामी जग राख्ने काम हामीले गऱ्यौँ भने इट्टा थप्ने काम अरूले गरिदिए सहज हुन्छ नि त अब मेन त खोइ मान्छेहरू आउन पर्ने मान्छेहरू अगाडि आउन पर्ने मान्छेहरू आएनन् किन आएनन् अब खोइ के भयो त्यहाँ बिचमा कम्युनिकेसन खोइ मसँग फोन त कम्युनिकेसन त छैन मसँग शङ्करसँग कम्युनिकेसन भएको ढकाल छ यादवसँग विश्वले नि लेखे आज लेखेर मात्रै भन्दा पनि अब त्यसमा पनि अगाडि बढ्न पनि नमस्कार है सबैजनालाई नमस्कार ल उपेन्द्र भाइ पनि आए ल उपेन्द्र ल हामीले जमुनाले र मैले हाम्रो त्यो प्रस्तावको कुरा अलिकति राख्यौँ तिम्रो ठ्याक्क नेट आइरहेछ फेरि फ्याट्टै जान पनि सक्छ तिम्रो कुरा चाहिँ तिमीले भन्नुपर्ने कुराहरू सुरुमै गरिहाल त तिम्रो नेट गयो भने गाह्रो हुन्छ हजुर हजुर हुन्छ
ठिकै छ। हामी लगभग कतिजना जति छौँ यहाँ उमेश? म आउने आउने जाने भइरहेछ अहिले 9-10 जना छौँ। अब विश्व दाईहरू आउनु भएन? आउनु भएन, यता दाइको जोइन भएन, के भयो जोइन भएको यति नै हो हामी। ए हजुर, यति नै हो, ठिकै छ। होइन केही भएन, यति भयो नि। लगभग हाम्रो समितिको मान्छेलाई चाहिँ सबैलाई जानकारी गराउँ, अरू पनि हुनुहुँदो रहेछ, ठिकै छ। अनि अहिले हाम्रो हाम्रो जमुना बहिनीले केही एजेन्डाको बारेमा केही कुरा राख्यौ? हजुर दाइ र उमेश दाइ र मैले भनिसक्यो, हजुरको पालो राखिदिनु न। ए ठिकै छ, हुन्छ। मेरो आवाज राम्रोसँग सुन्ने छ त? नेट त कति 2 लाइन जति छ मेरो। हाम्रो काटेर आइरहेछ। ठिक छ, अहिले कुरा ठिक छ, के होला यतिकैमा नि कुरा गरौँ। ठिकै छ ल, ठिकै छ ल। नमस्कार है सबैजनालाई, नमस्कार। मेरो चाहिँ हेर्नुहोस् न, यो म चाहिँ अलि दुर्गम जस्तो ठाउँमा छु, काभ्रेको। त्यही भएर चाहिँ बल्ल बत्ती आयो, कति अघि 6 बजीतिर गएको, बल्ल बत्ती आएर अनि ठ्याक्कै जोइन हुने अवसर मिल्यो। अनि अहिले चाहिँ हाम्रो चाहिँ जुन अब सबैलाई अवगत नै छ, थाहा छँदैछ, हाम्रो चाहिँ जुन सामुदायिक भवन बन्दैछ, यो चाहिँ हामीलाई गाउँपालिकाले दिएको 5 लाख रुपियाँ बजेट, गाउँपालिका र हाम्रो जुन अब रिभर दरौन्दी क्लब छ त्यसको समन्वयमा चाहिँ जुन बन्दैछ होइन। अनि हामीले अब ऊ बेलामा कोरोना कालदेखि नै अब यो अभियान चाहिँ चलाउँदै आएको थियौँ। त्यो कोरोना कालमा रहेको जुन अभियान छ त्यो एकदमै सक्सेस भएको थियो, सबैजनाको साथ सपोर्ट एकदमै हामीले राम्रोसँग पाएको थियौँ। र यो भवन बनाउने कुरामा पनि सबैजनाको साथ अझै पनि छँदैछ र हामी जुन अपुग रकम सङ्कलनमा लागिरहेका छौँ। अब हाम्रो चाहिँ कस्तो छ भने गाउँपालिकाले 5 लाख दियो, अनि 8,31,000 को त अहिले ठेक्का चलिरहेछ होइन। अहिलेको लागि चाहिँ 8,31,000 मा 10 वटा पिलर, 14 बाई 14 को अलि ठुलो पिलर छ, त्यही भएर चाहिँ 10 वटा पिलर राखिया छ तल। त्यो जुन जग पुरेर डिपिसी गरेर चाहिँ जुन आज लगभग काम सकियो होला, मैले फोन गर्दा नि पाएको छैन, मेरो चाहिँ नेटवर्कले खासै राम्रोसँग साथ नदिया भएर। अनि अब हामीलाई चाहिँ कस्तो छ भने 5 लाख उताबाट आयो, 3,31,000 चाहिँ हामीले बुझाउनु पर्ने छ, ठेकदारलाई नै बुझाउनु पर्ने छ। 3,31,000 हामी आफैले उठाएर त्यो अपुगको रकमलाई चाहिँ हामी सबै मिलेर चाहिँ सहयोग गर्नुपर्ने, सानो जोसँग पैसा छ जति सक्नुहुन्छ त्यति उठाएर चाहिँ काम गर्नुपर्ने अवस्था छ। अनि हाम्रो यो बिल्डिङको चाहिँ कस्तो छ भने तपाईँको 16-17 लाखको एस्टिमेट छ। अब त्यो पुरा एकदमै हामीले भनेअनुसार चाहिँ बनाउन खोज्यो भने 16-17 लाख रुपियाँ लाग्छ। अहिले चाहिँ कस्तो छ भने त्यही लगभग आधी काम 50% काम सकिएको हो हाम्रो चाहिँ, त्यति त्यो बजेटमा चाहिँ होइन। अब बाँकी काम गर्नको लागि पनि अब कति सकिन्छ उठाउँ। अब यसपालि पनि हाम्रो गाउँपालिकाबाट बजेट पर्न सकेन दुर्भाग्यवश होइन, ओडाबाट पनि दिनु भएन योचोटि। अब एउटा अप्सन के छ भने अब हाम्रो सांसद विकास कोषबाट आउँछ कि भन्ने कुरा छ, त्यो पनि अब के हुन्छ त्यो थाहा छैन, त्यही भएर 1 वर्ष धकालिन पनि सक्छ। अनि हामीले चाहिँ एउटा त्यही कुरा त्यस्तो हुँदै गर्दा चाहिँ हामीले एउटा के प्रस्ताव राख्यो भने जस्तो अब बिल्डिङ बन्दैछ, पैसा हामीले अब कति उठाउन सक्छौँ उठाउँ, जसले सहयोग गर्नुहुन्छ होइन। हामी सबै लागौँ, यहाँ हामी जति चाहिँ यो मिटिङमा छौँ सबैले आफ्नो तर्फबाट चाहिँ आफ्नो नजिकको आफन्तदेखि लिएर होइन, अल्लो घर तल्लो घर। अब एकजनाले मात्रै 2जनाले मात्रै चाहिँ अलिक असम्भव हुँदो रहेछ सबैसँग कुरा राख्दा। मैले उमेशले जमुनाले लगभग भ्याएसम्म सबैलाई चाहिँ जोड्ने प्रयास गरेका छौँ र अरू साथीहरू पनि लाग्नु भएको छ होइन। हाम्रो विवेक भाइ एकदमै जति बेला पनि लागिरहेछ, सञ्जीवदेखि लिएर पूजा बहिनीले त अझ न्युज नै निकालेर चाहिँ त्यो गरेको छ होइन। बहिनीलाई धेरै धेरै धन्यवाद होइन। हाम्रो कृष्ण दाई पनि एकदमै अब चाहिँ यो काममा सुरुदेखि नै गर्नुपर्छ भनेर चाहिँ होइन, हुन्छ म गर्छु नि भाइ भन्नुहुन्थ्यो। दाइलेदेखि लिएर धेरैजनाले सबैजनाले चाहिँ अब जुन अब 1-2जनाले गरेर हुने काम होइन, सबैजनाको सपोर्ट राम्रो छ, सबैजनालाई धेरै धेरै धन्यवाद होइन। अब यो कामलाई चाहिँ अझै अघि बढाउन हाम्रो अझै 50% गोल बाँकी नै छ। अब त्यो बजेट चाहिँ अब हामीले जति सक्छौँ त्यसलाई लिएर आउँ होइन। अनि यो जुन हामीले सबैजनाले दिनुभएको पैसा चाहिँ अब एउटा हाम्रो क्लबको पेजमा नै बाहिर नै पोस्ट नै गर्छौँ हामी। अब 15-16 जना हुँदै गर्दा चाहिँ अहिले अलि हतार नगरौँ, 20-25 जना भएपछि चाहिँ पोस्ट गरौँ भनेर लागिरहेछौँ। अब त्यो बाहिर हाम्रो जुन क्लबको पेजमा छ त्यो पेजमा पनि हामी पोस्ट गर्छौँ र त्यो सबैले देख्छन् बाहिरबाट। अनि बाहिरबाट कोही इन्ट्रेस्टेड हुनुहुन्छ होइन, इन्ट्रेस्टेड त्यो अब चाहिँ भवनलाई यो पवित्र कामलाई चाहिँ सहयोग गर्न कोही अरू पनि आउनुहुन्छ भने अरू अन्य होइन, अन्य जिल्ला हुनसक्छ, अन्य वडा हुनसक्छ,
उहाँहरूले पनि सहयोग गर्न सक्नुहुन्छ। आजको यो मिटिङ राख्नुको अझ मेन एजेन्डा चाहिँ हाम्रो बहिनीहरूले पनि भन्नुभयो होला होइन। हाम्रो चाहिँ के सोचे भने जस्तो अब भवन बन्नलाई 16-17 लाख रुपियाँ लाग्छ, उठाउँदै जाँदा त्यत्रो पैसा उठाउन खास अब सबैजनाले त्यो एक हिसाबले सम्भव पनि छैन। हामीले त जसरी डोनर नै खोज्ने हो। बरु अब अलि धेरै नै अब चाहिँ पैसा दिन सक्ने कोही निस्किनु भयो भने चाहिँ नि 1 लाख 2 लाख रुपियाँ दिएर चाहिँ त्यसरी निस्किनुहुन्छ। कसैले फेरि त्यो कुरा आएर नि हामीले मिटिङ राख्न लागेको हो। कसैले चाहिँ अब 2 लाख 3 लाख रुपियाँ दिएर त्यो चाहिँ अब कुनै एउटा कोठा भनौँ होइन, त्यो कोठाको नाम चाहिँ अब उहाँहरूको अब जुन दिवंगत आत्माहरूको होइन नाममा चाहिँ, जस्तो अब एउटा उदाहरण भनौँ न, त्यो चाहिँ एउटा बित्नु भएको मान्छेको नाममा चाहिँ त्यो कक्ष भनेर चाहिँ, जस्तो अब हाम्रो टिचिङ हस्पिटलतिर नि मनमोहन के भन्छ त्यो हुन्छ नि भवन भनेर तिनीहरूले नामाकरण गरेको छ। त्यसरी नै एउटा कोठाको नाम चाहिँ नाम फोटो सहित राखेर चाहिँ अब फलानु को नाममा चाहिँ त्यो कोठाको नाम चाहिँ नामाकरण गर्दैन क्या। बरु यदि त्यसरी बनाइदिनुहुन्छ भने अब जस्तो 4-5वटै अब हामीले कसैले अब एउटा सिङ्गै कोठा बनाइदिनुहुन्छ अब त्यसरी होइन। हाम्रो बिल्डिङ चाहिँ कस्तो छ भने भोलिसम्मको लागि थप्दै लान मिल्ने खालको छ बिल्डिङ। त्यो पिलर नै 14x14 हुँदा 2-3 तलै माथि चाहिँ 3-4 तलै माथि चाहिँ थप्न मिल्छ बिस्तारै होइन। अब बजेट बढ्दै गयो पछि अब धेरै पैसा जुटाउन सकियो भने थप्न नि मिल्यो। अब कसैले त्यसरी चाहिँ म आफ्नो होइन आफ्नो दिवंगत होइन अब माता पिताको नाममा चाहिँ म यसरी पैसा पनि डोनेट गर्छु कि म आफै एउटा सिङ्गै चाहिँ रुम बनाइदिन्छु भन्नुभयो भने त्यो रुमलाई चाहिँ त्यो कोठालाई चाहिँ अब उहाँहरूकै नाममा नामाकरण गर्न सकिन्छ कि भनेर चाहिँ सरसल्लाह गराउन भनेर चाहिँ जोडिन लागेको हो होइन। अनि अब सबैले आफ्नो राय राखौँ। अझ कस्तो कुरा थियो भने बरु हामी 8-10 लाख रुपियाँ पैसा हालेर चाहिँ त्यो बिल्डिङकै नाम पुरै नामाकरण गर्न नि सक्छौँ नि भन्ने कुरा थियो। त्यो गर्दा चाहिँ फेरि 2-3जना निस्किनु होला। त्यो गर्दा चाहिँ अलि बिल्डिङकै नाम चाहिँ नामाकरण गर्दा कस्तो हो भने हामीले त पालिकाबाट पनि पैसा ल्याएको छ होइन। अनि अरू फेरि बिल्डिङको नाम गर्दा हामी धेरैजनाको सहयोग लिइरहेछौँ। त्यो भन्दा पनि एउटा कुनै कोठा हललाई चाहिँ त्यसरी नामकरण गर्दा कस्तो होला। अलिक धेरै नै अब जस्तो 1 लाख 2 लाख रुपियाँ सहयोग गर्दा त उहाँहरूले त्यति चाहिँ कन्ट्रिब्युसन गर्न सक्नुहुन्छ भने, योगदान गर्न सक्नुहुन्छ भने एउटा कोठाको नाम चाहिँ राखौँ न त भनेर चाहिँ यो प्रस्ताव मात्रै लिएर आएको हामीले। अनि हामी जतिजना छौँ हामीले डिसाइड गर्ने यो कुरा चाहिँ, अरू कसैले भनेर हुने कुरा नि होइन। अनि यसो गर्दा के होला कृष्ण दाई, सुनिरहनु भएको छ मलाई? यसरी अघि बढ्दा के होला दाई? कुरा सही हो भाइ राजा, मलाई सुन्नु भएको छ सबैजनाले? हजुर त्यही त नि। त्यो भयो भने चाहिँ कस्तो भने 2-3जना निस्किनु भयो भने चाहिँ अब जस्तो एकजनाले 2 लाख 3 लाख रुपियाँ त्यसरी दिन सक्नुहुन्छ भने चाहिँ एउटा कोठा नामाकरण गरेर उहाँको फोटो सहित के अब शिलालेखमा त हामीले लगभग सम्भव भएसम्म सबैको नै धेरै थोरै सबैको नै लेख्छौँ नै। धेरै दिनलाई अलि अगाडि राखौँला बरु। त्यसमा पनि अझ अब अलि अब हुन्छ नि 1 लाख 2 लाख 3 लाख त्यसरी नै अलि बढी नै चाहिँ डोनेट गर्ने कोही आउनुभयो भने त्यो कोठा भनौँ हल नै बनायौँ भने, हल नै अलि राम्रै डोनेट गर्नु हो भने हललाई कोठालाई चाहिँ अब त्यसरी नामाकरण गर्दा के होला। अरू साथीहरूले नि यसो आफ्नो राय राख्नु नि त है त। यो सांसद